आज चाहिँ हाम्रो यो संयुक्त युवा समूह रुन्टीकोटी 2 उमाले आयोजना गरेको विविध कार्यक्रम तथा खेलकुद कार्यक्रम अन्तर्गत आज फाइनल प्रथम स्थानको लागि पुरुष भलिबल प्रतियोगितातर्फको प्रथम स्थानको लागि यो गेम हुन गइरहेको छ। मगर समाज ए भर्सेस आयोजक ए। अब यसको आजको खेलको रौनकता खेलमा कसले प्रथम स्थान हासिल गर्ने हो त्यो चाहिँ अन्तिमसम्म तपाईहरुले हेर्नुभयो भने हेर्न सक्नुहुनेछ। यहाँ चाहिँ क्रिज भलिबल क्रिज राम्रै देखिन्छ यो गाउँको अन्तिम तल लास्ट ठाउँमा पनि। यति बेला हामी देख्न सक्छौं कोडमा सम्पूर्ण खेलाडीहरू उपस्थित भइसकेका छन्। कोडको पल्लो साइडमा हुनुहुन्छ हाम्रो मगर समाज बी का सम्पूर्ण खेलाडीहरू भने पल्लो साइडमा आयोजक ए भने रेफ्री र लाइन्सम्यान सबै साथीहरू पनि देखिसकेका छौं हामीले। यति बेला हाम्रो यस संयुक्त युवा समूहले आयोजना गरेको विविध कार्यक्रम अन्तर्गत यस कार्यक्रमका प्रमुख अतिथिले खेलाडीहरूलाई शुभकामना दिँदै हुनुहुन्छ कोर्टमा प्रवेश गरेर। शुभकामना दिन हुनको लागि म कोर्टमा नेतृत्वमा हार्दिक अभिनन्दन गर्दछु। शिव शक्ति निर्माण सेवाका प्रोपराइटर रमेश गिरी हाम्रो खुल्ला भलिबल प्रतियोगिताको 1300 स्थान रु 10,000 हामीलाई प्रायोजन गर्नुभएको थियो। यदि हुनुहुन्छ भने तपाईलाई पनि साथीहरूलाई शुभकामना दिन हुनको लागि म हार्दिक र स्वागतको लागि तालीको आयोजकको तालीको आवश्यक छ उहाँलाई रमेश गिरीको तालीको स्वागत गरिदिनु होला। अब खेल सुरु भइसकेको छ। लगत्तै अब खेल सुरु हुन लाग्छ। एकदमै यो भलिबल खेलको क्रेज पनि जे होस् राम्रो देख्न सकिन्छ यहाँ उपस्थितहरूको यो दर्शकहरूको उपस्थितिले आफ्नो टिमको क्लब सपोर्टरहरू संयुक्त युवा समूह रुन्टीकोटी 2 को खुल्ला पुरुष भलिबल प्रतियोगिता अन्तर्गतको यो प्रथम स्थानको लागि अब लगत्तै केही मिनेटमा खेल सुरु हुन गइरहेको छ। मेन रेफ्रीको संकेत अनुसार फर्स्ट सर्भिस आयोजक टिम ए बाट मगर समाज एले खाता खोल्न सफल भयो भने आयोजक ए 0 फर्स्ट सर्भिस आयोजक संयुक्त युवा समूहको थियो भने एकदमै राम्रो शट प्रहार आयोजक ए टिमबाट र आयोजक एले खाता खोल्न पनि सफल भयो। सर्भिस बल आउन सकिन आयोजक ए को सर्भिस रहेको थियो र मगर समाजबाट सर्भिस बल नआउन सकेपछि त्यसको फाइदा छोटो आयोजकलाई।
सर्भिस गर्ने पालो आयोजकको। लगातार सर्भिस बल आउन नसक्दा त्यसको फाइदा आयोजकलाई र स्कोर रहेको छ आयोजकको। सर्भिस बल आउट हुन पुग्यो त्यसको फाइदा नगर समाजलाई। एकदमै राम्रो प्ले आयोजक ए संयुक्त युवा समूहबाट र आफ्नो एकदमै लकी सर्भिस भन्नुपर्छ यसलाई चाहिँ। एकदमै राम्रो सर्ट थियो तर बल चाहिँ आउट हुन पुग्यो त्यसको फाइदा। खेल एकदमै रोचक भइरहेको छ, एकदमै प्रतिस्पर्धा पनि। हालैको खेल हेर्दाखेरि हालसम्मको खेल हेर्दाखेरि एकदमै प्रतिस्पर्धा छ खेल चाहिँ। एकदमै गुड सर्ट प्रहार भएको थियो मगर समाजबाट र प्लेस पनि बल पास हुन सकेन। झन्नै लाग्यो नि। संयुक्त युवा समूह आयोजकबाट सर्भिस बल कट्न सकेन र फाइदा मगर समाजलाई। संयुक्त युवा समूहबाट
कस्तो मजाले जम्मै उफ्रियो क्या नि रुटिन जान्छ फेरि एकदिन आछन् नि जान्छ पुरा एक टोर्नामेन्ट नभएकै पुरा फिक्सै खेल्ने बेसी हाम्रो चाहिँ यस संयुक्त युवा समूहको हाम्रो सपुतर बहिनीहरू हुनुहुन्छ यतातिर और बल्ले बड्डा एकदमै राम्रो प्लेस भएको थियो यतापट्टिबाट एकदमै राम्रो डिफेन्स बल फलाउन पुग्यो मगर समाजबाट फाइदा आयोजक संयुक्त युवा समूह सेफ्टी बल र फाइदा संयुक्त युवा समूहलाई सर्भिस बल पनि संयुक्त युवा समूहको रहेको छ लास्ट बल भइसकेको छ मगर समाजको 18 भएको छ भने आयोजक संयुक्त युवा समूह लास्ट 24 बल पास हुन सकेन एकदमै राम्रो ब्लक मगर समाजबाट एकदमै राम्रो प्लेस भएको थियो बल पास हुन सकेन 19 को विरुद्धमा 25 बनाउँदै आयोजक संयुक्त युवा समूहको यहाँ क्रेजहरू आफ्नो आफ्नो सपोर्टरहरू हुनुहुन्छ यहाँ सबैजना भने तलतिर चाहिँ यो मगर समाजको सपोर्टरहरू सबै फेरि यतातिर आइरहेको देख्न सकिन्छ यस संयुक्त युवा समूहको विविध खेलकुद तथा कार्यक्रम अन्तर्गत यो खुल्ला पुरुष भलिबल प्रतियोगितातर्फ पहिलो सेट आयोजक यो संयुक्त युवा समूहले हात पारिसकेको छ दोस्रो सेट कसले हात पार्ने हो हेर्न बाँकी छ र यो चाहिँ हाम्रो रुन्टीको युमामा एकदमै राम्रो यहाँ भलिबल क्रेजहरू देख्न सकिन्छ यतातिर सबै दिदीबहिनीहरू अधिकांश त यहाँ पुरुषभन्दा पनि धेरै महिला बहिनीहरू एकदमै धेरै देख्न सकिन्छ यतातिर संयुक्त युवा समूहको एकदमै राम्रो प्लेस सर्भिस बल रहेको छ मगर समाज राम्रो स्ट्राइक एकदमै सर्भिस बल संयुक्त युवा समूहको एकदमै राम्रो स्पाइक प्रहार भएको थियो मगर समाजबाट के भनेको त्यो मान्छेले
जर्सी नम्बर 5 बाट एकदमै राम्रो शट प्रहार भएको छ। मगर समाजले उत्कृष्ट साथले आफ्नो प्रतियोगिताको जोडी टिम बनाएको छ लगाएको पाँच यति बेला मगर समाजले फर्स्ट टाइम मागेको छ रेफ्रीसँग। फर्स्ट टाइम मागेको र बल सुरु भइसक्यो र सर्भिस बल आउट हुन पुग्यो संयुक्त युवा समूहबाट। एकदमै राम्रो स्पाइक जर्सी नम्बर 6 संयुक्त युवा समूहबाट। गुड प्लेस भएको थियो मगर समाजबाट। एकदमै राम्रो शट प्रहार भएको छ करङ सिंह बाठा मगरबाट। हाम्रो करङ सिंह बाठा मगरबाट एकदमै राम्रो शट प्रहार भएको छ यति बेला। एकदमै राम्रो शट प्रहार समाजबाट। खिलाडी हुनुहुन्छ तपाईँ 19-20 को खेल सारी 19 र 20 को खेल एकदम हेरो हो खेल क्या मिठो प्लेस गरेका छन् जर्सी नम्बर 3 का खेलाडी नगरपालिका खेलाडी मगर समाज। चौथो सेटको खेल चाहिँ एकदम प्रतिस्पर्धा भइरहेको छ। एकदमै राम्रो ब्लक संयुक्त युवा समूहबाट। मास्टर कायदी हुन लागेका छन् उनी पनि अनुभवी खेलाडीको साथमा छन् उनी ब्लकमा। जर्सी नम्बर 2 को अनुभवी खेलाडी र अब स्पाइको जर्सी नम्बर 3 का हेरो पछाडि हेरो केही हुन सक्छ यहाँ दिनेश भन्दा हेरो अब उत्कृष्ट शट आजले बनाएको छ मगर समाज 4। मगर समाज नहीं मगर समाज को उठाने को आज बनाओ मगर समाज 5 अंक अंदर रहेको छ 5। सर्भिस बल आइजकले लास्ट 14 बनाएको छ भने मगर समाज 7
अङ्क अन्तर 7 को सर्टिफिकेट पनि 7 नम्बरका छन् हेरौँ यस खुल्ला पुरुष भलिबल प्रतियोगितातर्फ संयुक्त युवा समूह आयोजकले प्रथम स्थान हासिल गरेको छ भने मगर समाज रुन्टीगढी 2 उमाले दोस्रो स्थान हासिल गरेको छ।